भर्खरै आन्टी मेरो दोकानमा आउनु भएको थियो माग्नुलाई। मसँग चाहिँ पैसा थिएन कि मैले मुस्कान दिएर पठाइदिएँ पैसा दिनु नसके पनि। हाँस्दै जानुभयो। मानिसहरूको सबभन्दा नजिकको दूरी हाँसो हो अरे नि त, त्यही भएर हाँसोको बदलामा मलाई हाँसै दिएर जानुभयो त्यो आन्टीले। पैसा चाहिँ थिएन मसँग, त्यही भएर हाँसेर पठाइदिएँ। हाँसेरै मलाई फिर्ता दिनुभयो होइन भाइ? भाइ पनि हाँस्दैछ। गाडी छ यहाँ, इङ्सुले गोर्खा चौतारीको कोर्दैछ। यता हाम्रो भाइले गोर्खा चौतारीको हान्नु सुरु गरिसक्यो। डायमन्ड भाइले इङ्ग्लिस अक्षर निकै नै बिस्तारै राम्रो मजाले हान्दैछ भाइले। यता भाइले इलामको काम, माइजोकमाईको काम गर्दैछ। यता यो हानेर रेडी हो, यसको फोटो हान्नु बाँकी। यता यो मैले गर्दैछु। यता दाइहरू आउनुभयो। मैले सकिसकेँ काम गरेर। यो सेकेन्ड प्लेट हो। अब तेस्रो अर्को हान्नुलाई पेस्टिङको लागि रेडी गर्दैछु। ल फेरि अर्को हान्नुलाई म यहाँ पेस्टिङ गर्दैछु, कागजहरू जोड्दैछु। अहिले जोडिसकेर देखाउनेछु तपाईँहरूलाई। आज चाहिँ धेरै दिनपछि मलाई भेट्नु को आइराख्नु भएको छ। यहाँ हेर्नुहोस्, मेरो दाइ वान एन्ड ओन्ली सञ्जीव दाइ काठमाडौँदेखि भर्खरै आइराख्नु भएको छ है। कपाल सपाल काट्नु भएछ एकदमै। ल मेरो चिन्ने साथीभाइहरूले सबैले मलाई चिन्ने जतिले त सबैले चिन्नुहुन्छ मेरो दाइलाई होइन। मेरो दाइ अब एकदमै प्रगति गर्नु हुँदैछ होइन। आगामी आउने दिनहरूमा म भनौँला दाइको काम सफल भएपछि। अहिले नै के भन्नु होइन। जस दाइ आफ्नो कामतिर कुदिराख्नु भएको छ, मलाई भेट्न आइराख्नु भएको छ है। म चाहिँ काम गर्दैछु यहाँ, म र सञ्जीव दाइ छौँ होइन। अब काम यस्तै छ, जारी छ है। ठिकै छ अहिलेसम्ममा चाहिँ। अब भेट्न आउनुभयो सञ्जीव दाइ, एकदमै खुसी लागिराखेको छ। अब यस्तै हो, काममा व्यस्त छु है म चाहिँ। दाइ यता हुनुहुन्छ र केही भन्नुपर्ने छ भने भनिदिनु सञ्जीव दाइ, एक दुई शब्द। मलाई पैसा चाहिरहेको छ हो गाइस। पैसा छ भने लु दिन्छ ल। ल एकदम आवश्यक परिरहेछ। मेरो दाइलाई पैसा आवश्यक छ अरे। ल मलाई चाहिँ पैसा आवश्यक छैन, काम आवश्यक छ है। अहिलेलाई चाहिँ पैसा आवश्यक छैन, काम आवश्यक छ। काम भएपछि त पैसा भइ नै हाल्छ मेरो विचारमा चाहिँ है। ल आज चाहिँ मेरो डेली भ्लगिङको चौथो दिन हो। आज 4 दिन हुँदैछ मैले गरेको मेरो डेली एक्टिभिटिजहरू। जे होस् एउटा पछिको लागि यसो मेमोरीको लागि, सम्झनाको लागि पनि हो। र आफू कस्तो बोल्दो रहेछु म भनेर आफैलाई यसो एनालाइसिस गर्नु, यसो आफैलाई हेर्नु पनि भिडियो बनाएको हो। खासै त्यो अब भिडियो बनाएर म पैसै कमाउँछु भन्ने त्यस्तो सोच त छैन। तर जे होस् बनाउँदै जाम, गर्दै जाम, हेरौँ के हुन्छ। तर मेरो दैनिकी चाहिँ यसरी नै हो। अब यसरी नै काम गरिराख्यो भने चाहिँ यसरी नै बित्छ। खासै नयाँ नौलो चाहिँ केही पनि छैन। यदि छ भने हजुरहरूलाई म देखाइहाल्छु, भनिहाल्छु। ल रातै परिसक्यो, बल्ल बल्ल परिसक्यो। अब भित्र गएर मेसिन हान्नु पर्यो। र हाम्रो भाइले अझै पनि हान्दैछ। अबिन भाइले पनि हान्दैछ बल गरेर। मैले मेसिन पुरै हानिसकेँ। अब घर जाने बेला भयो, समय भयो है, रात पर्यो। अब घर जाने हो। आजलाई चाहिँ यति नै। ल सामानहरू मैले सबै राखिसकेँ।
अब घर जानुलाई रेडी। आजलाई काम सक्यो। कस्तो